अबे डर लाग्छ म त वाउ दामी हुँदैछ हाई एभ्रीवान स्वागत छ तपाईहरुलाई मेरो छोटो मिठो भिडियोमा अनि आज चाहिँ हामी जाँदै छौं भीमा फ्यामिलीहरु सबैजना यहाँ बाबाले गाडी रेडी पारिसक्नु भयो अनि म पनि रेडी भइसके मम्मी पनि यहाँ रेडी भइसक्नु भयो मम्मीको आउटफिट देखाइदिनु त तपाईको आउटफिट मम्मीको आउटफिट मेरो आउटफिट देखाइदिनु यहाँ यो हाम्रो मम्मीको आउटफिट अफ द डे अब मेरो यो चाहिँ मेरो आउटफिट अफ द डे अब चाहिँ हामी अहिले बाटोमा भेट्नु पर्छ लाग्यो है गाइस हामीहरु मेरो बाबा अनि म आई एम सो सरी फर भोइस ओभर किनभने चाहिँ म यहाँ चाहिँ बाबाले म्युजिक लगाउनु हुँदै थियो हैन अब ड्राइभर मान्छेहरु त थाहै छ होला कस्तो हुन्छ म्युजिक बिना गाडी चलाउन सक्नु हुँदैन भनेर अनि म चाहिँ थोरै फ्यामिलीको भिडियो क्याप्चर गर्दै चाहिँ हामीहरु पुग्यौं भीमत बजार यो चाहिँ सबैभन्दा ठुलो पुल हो अनि त्यसपछि यहाँ चाहिँ चैत्र दशैंको दिनमा एकदमै ठुलो पूजा लागेको हुन्छ अनि गर्दै हामीहरु चाहिँ भीमत बजार पनि पुगिसके अनि म चाहिँ म्युजिक लगाएको भएर मात्र भोइस ओभर गरेको साथीहरु नत्र भने चाहिँ गर्ने थिएन अब चाहिँ हजुरहरु मजाले मेरो भिडियोमा चाहिँ नेचरहरु इन्जोय गर्नु होला है त कस्तो नेचरको बिचमा घर बाजे यहाँ गुफा कहाँ हो सिधै हो यही ए के भन्नु त के हुन्छ त बाजे भनेर बाजे नभन अरे बजे भन्नु भएन छोरा मान्छेले सिधै हामी राइट ठाउँमा आइछौँ राइट वाउ फाइनली हामीहरु गुफा आइपुग्यौं यस्तो रहेछ गुफाको चाहिँ यहाँ चाहिँ वाउ दामी छ दामी गाइस दामी छ नल्याए नि त हुन्छ गाडी त्यही राख्दा हुन्न मान्छे छैन रहेछ साथीहरु यहाँ चाहिँ गुफा जाने बाटो छैन यहाँ चाहिँ बाटो चाहिँ ओके चाहिँ सिधा गुफा अरे उफ फेरि भिडियो बनाएको साथीहरु मेरो बाबालाई फेरि खैनी खानु पर्यो बन्द रहेछ भने थाहा घुम्यो त्यो मान्छेहरु नि भन्नु त पर्ने हैन त ओए कोही हिरो नि हो फेरि यहाँ गाइस हिरो नि अर्को हिरो नि खै चस्मा लगाएको फेरि दिनु त म लाउँछु ए अर्को हिरो नि फेरि यहाँ सासु आमा यता बाउ यता बुहारी छोरी सबै गुफा हो कि लास्टमा घुम्ने यत्तिकै हो वाउ हामी चाहिँ यहाँ झुलुङ्गे पुल तर्दैछौँ अनि हामी जाने चाहिँ यहाँ हो गुफा चाहिँ अनि यहाँ चाहिँ मम्मी बाबा आन्टीहरू यहाँ चाहिँ म बाबाले ठिक पानी लिएर आउनु भएछ है यति टाढा रहेछ मलाई एकैछिन होला हानेको त बाबालाई बरु थाहा रहेछ है बाबा नै रहेछ गाइस सबै व्यवस्था रहेछ यहाँ त गुफा चाहिँ कहाँ हो भन्ने कुरा भयो के बाटोमा हिँड्नलाई पानी खानेहरूको लागि पानी पनि छ नेचुरल वाटर यिनीहरू चाहिँ पुरै यस्तो जङ्गलबाट आउने पानीहरू यहाँ जम्मा हुन्छ अनि फिल्टर भएर चाहिँ यस्तै पानी निस्किन्छ यो चाहिँ नेचुरल वाटर हो यो चाहिँ मिनरल वाटर भनेको यही हो साथीहरु इश यति राम्रो हुन्छ यहाँ तल खोला डाँडा काँडा वाउ वाउ दामी हुँदैछ वाउ तपाईहरुलाई थाहा छ जंगलको जुन फुलहरु टिपेर उस गर्नु हुँदैन साथीहरु जंगलमा जानु भयो भने चाहिँ अब यो त हामीले चिनेर हो हैन
तर जङ्गलमा जानु भयो भने चाहिँ जुन तुन फुलहरू चाहिँ छोएर टाउकोमा लाउने खाने सुँघ्ने गर्नु हुँदैन किनकि कुनै कुनै फुलहरू नि त्यस्तो जङ्गलमा उस हुन्छ कि विषालु टाइपको हुन्छ कि त्यो भएर यस्तो फुलहरू खाने सुँघ्ने केही गर्नु हुँदैन। उफ मेरो त सासै फुल्यो साथीहरू। अब डाइरेक्ट म माथि गएर भेट्छु है त। कति टाढा छ अझै यो मन्दिर छ नि योबाट नि अझै भित्रभित्र जानुपर्छ। यहाँ चाहिँ मन्दिर पनि रहेछ बास्ना आइरहेछ धुपको। शिवजी हामी खाना खाएर आएको नि त शिवजी अबे हो र हात डर लाग्छ म त। यो पो रहेछ साथीहरू गुफा। यही हो गुफा। अबे भाग बसलाई अब यही पो रहेछ साथीहरू। हेर्नु न गुफा हेर्न आएको होइन। यहाँ मन्दिर चट्ट लाएर गुफा रहेछ। बहुत डर लाग्यो मलाई त यत्रो। के हेर्ने हो र त्यहाँभित्र? बाबाको गुफा भनेको चाहिँ यो रहेछ साथीहरू। अनि यो ढुङ्गाको मुनि चाहिँ यस्तो खालको ओडार भन्छ यसलाई होइन। अनि यहाँ चाहिँ गुफा रहेछ क्या। यहाँबाट यस्तरी भित्र छिर्ने हो साथीहरू होइन। यताबाट बाटो छ यहाँबाट छिरेर मुनि जाने अरे। तर मलाई लास्टै डर लाग्यो त्यही भएर म चाहिँ जाँदिनँ डर लाग्यो मलाई चाहिँ। पसिना भयो डर। मलाई जान्न डर लाग्यो। मलाई त्यस्तो सफोकेसन नि हुन्छ सास फेर्ने गाह्रो हुन्छ मलाई। अनि ढुङ्गाबाट भित्र छिरेर कता जाने होला है। हेर्नु न यहाँ कहाँ जाने होला है। कसरी ढुङ्गा मुनि त्यस्तो ओडार बनेको नि है। कहाँ निस्किन्छ होला त्यहाँबाट छिर्यो भने? यतातिर जाने हो कि खोलातिर जाने बाटो? यहाँबाट पल्छ नि छैन त्यहाँ मैले हेरेको छैन कि। यहाँ त छ त नि त्यहाँ छैन। हामी बाबा त यहाँ गुफामा छिर्नु भयो गाइस। म पनि छिर्न आँटेको। हामीलाई नि हाल्यो है गुफामा। यहाँ यो चाहिँ शङ्ख। गाइस यहाँ सबै गुफाबाट जानु आँट्नु खै यसरी जाने। हामी यत्रो सानोबाट जानु पऱ्यो। भित्रको स्पेस चाहिँ लास्टै ठुलो हो। यहाँ चाहिँ सानो तपाईँ जान्न। एकदम दामी यहाँ भित्र छिरेर आएको गाइस। हामीहरू चाहिँ यहाँ अङ्कलहरू दाइहरू आउनु भएर चाहिँ हामीहरू छिरेको नत्र भने चाहिँ हामी छिर्दैनौँ होला। यो चाहिँ 9 तल्लेसम्म छ अरे। 9 तल्लेसम्म छ। दामी छ यहाँ चाहिँ हेर्नु न। वाउ मलाई चाहिँ दामी लाग्यो साथीहरू। यहाँ चाहिँ अब मैले अहिलेसम्म यस्तो देखेको पनि थिएन होइन। पुरा यहाँ पछाडि चाहिँ मन्दिर, यहाँ चाहिँ शिवलिङ्गहरू, यहाँभित्र चाहिँ गुफाभित्र चाहिँ सबै भगवान्हरूको आकृति के। अनि यहाँ नेचर हेर्नु न, नेचर पनि त्यस्तै राम्रो। अब चाहिँ हामीहरू तल गएर भेट्नुपर्छ है। हामीहरू यहाँबाट झर्दैछौँ। हामी चाहिँ यहाँबाट झर्न कहाँबाट आएको भनेर म देखाउँछु है। हामी यहाँबाट देखेको पनि छैन। यहाँ चाहिँ छ ब्रिज। यहाँबाट आएको हामी ब्रिज। अनि त्यसपछि अब चाहिँ वहाँ त्यहाँबाट हामी कहाँबाट कहाँसम्म पुगेको भनेर देखाउँछु अब तल गएर चाहिँ साथीहरू। म के अरे मम्मी हामीहरू गएको चाहिँ यहाँ माथि हो होइन। अघि गएको चाहिँ मैले चाहिँ अघि यहाँ कताबाट देखाएको थिएँ होइन कहाँनिर हो। अनि यो चाहिँ हो ब्रिज, झुलुङ्गे ब्रिज।
अब हामी गाडीमा गएर भेट्नुपर्छ साथीहरू बाई बाई फाइनली हामीहरू आइपुग्यौँ तल यति माथि यहाँ कहाँ गएर अनि अहिले चाहिँ हामीहरू आइपुग्यौँ हामीहरू यहाँ अब चाहिँ हामीहरू जानुपर्छ घरतर्फ है त चार्ज पनि छैन फोनमा अब डाइरेक्ट घर गएर भेट्नुपर्छ बाई बाई हामी मोरिया भन्ने ठाउँमा आएको होइन हिमाल चाहिँ दामी देखेछ अघिबाट मान्छेहरूलाई कति टाइम लाग्छ मोरिया जान भने 5 मिनट पछि सोध्छु कति टाइम लाग्छ 5 मिनट 1 घन्टा भइसक्यो हिँडेको खै अहिलेसम्म आउँदैन हिँडे छ मजै पनि हेर्नु न यस्तो बाटोमा इस बिमारबाट हिँडेको यत्रो टाइम भइसक्यो अहिलेसम्म आउँदैन एकचोटि घुमेर जाम भनेको कस्तो बाटो जाँदैछौँ त हिमाल हेर्नुहोस् हिमाल यो त बिहान कति मजा हुन्छ होला यताको मान्छेहरूलाई है बस्दाखेरि हिमाल हेर्नु न मोरिया हेर्नलाई यति टाढा आएको हामी यस्तो खानेकुरा लिएर यो हो मोरिया टोल अनि यहाँ चाहिँ छ टिकट काट्ने ठाउँ ल हामीहरू चाहिँ लाग्यौँ है त गरेर आइसकेपछि यति हेर्न चाहिँ आउनै पर्ने हुन्छ होइन साथीहरू यस्तो यही हो मोरिया खै के हो यो अब म भगवान् जानुहोस् खाजा पनि लिएर आएको खाजा खाने ठाउँ यहाँ रहेछ चट्ट लाएर यहाँ मोरिया टोल भनेको यही रहेछ हामीहरू चाहिँ यहाँ बसेर चाउमिन मोमो कोक खाँदैछौँ साथीहरू मम्मीहरू मलाई यता फर्काउनु मम्मी म कोक लिएर ल के हो न हामी प्लास्टिकमै खाइदिन्छ ल तिम्रो दिदीभाइलाई चाउमिनको उसबाट गिलास त एक्स्ट्रा दिइरहेछ नि त मोमो पार्टी खानु आँटेको चटनी हाल्नु त चटनी कस्तो रहेछ मिठो यस्तो ठाउँमा बसेर चट्टा खाना पाउनु भाग्यको कुरा हो अरे खानु यहाँ छ के म खाएर अब त डाइरेक्ट घर गएर भेट्नु साथीहरू चार्ज छैन हामी चाहिँ यहाँ आउँछ होइन थाहा पनि थिएन अनि आयौँ ल बाई बाई सो गाइज हामीहरू घर पुगिसक्यौँ मेरोमा चाहिँ चार्जै थिएन त्यही भएर मैले केही पनि देखाउन पाएन त्यहाँको चाहिँ होइन अनि जति देखाएँ त्यति नै हो त्यही हो अहिले चाहिँ घर पुगिसक्यो फाइनली हामीहरू त्यति नै थियो आजको भ्लग चाहिँ हजुरहरूलाई कस्तो लाग्यो यदि राम्रो लाग्यो भने प्लिज लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला बाई बाई नेक्स्ट भिडियोमा भेटौँला